नमस्ते साथीहरू, हजुरलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी यहाँ बाहिर घुम्न जान लागेको आएर फर्स्ट टाइम रेसी हेर्दै जाऊँ कस्तो हुन्छ हैन। हामी चाहिँ जान्छौँ गाइज। हामी चाहिँ हिँड्यौँ गाइज। चाहिँ यो मलमा छिरेँ हामी सबैजना तन्तपुर घाम चर्के यहाँ चाहिँ हामी चाहिँ यहाँ हिँडिरहेको छौँ। लागिरहेको छ बुढाहरूको लागि खेल्ने कुरा पनि रहेछ भित्र। हेर न चाहिँ यो काटा किन लागेको गाइस, यो पनि राम्रो छ। कन्सावाला किन्ने। अन्त यो चाहिँ अलिक कच्चा हुन्छ तर राम्रो हुन्छ। यति धेरै काँटाहरू छ यहाँ चाहिँ, त्यही भएर म त धेरै कुन किन्ने भइरहेको छ। चढ्दैछु, मेरो बुढा चाहिँ उहाँ पुगिसक्यो। मेरो ड्रेसअप चाहिँ आज यस्तै छ। चढेर भइसक्यो, अब हामी चाहिँ जान्छौँ। हामी चाहिँ फर्स्ट टाइम आएको थियो। घाम चर्केर मोड्नु लाग्यो। हामी चाहिँ अब यहाँबाट निस्केको गाइस केही पनि नरहेछ खासै। सामानहरू चाहिँ धेरै छ तर पनि हामीले त्यस्तो धेरै सपिङ गर्न चाहिँ आएको होइन, यतिकै डुल्न चाहिँ आएको थिएँ। निस्क्यौँ गाइस। यो चाहिँ यस्तो उसो हामी यहाँ अर्कै ठाउँमा छिरेका छौँ गाइस। यो चाहिँ विशाल मार्केट हो। ब्याग हुन्छ मान्छेहरू, यहाँ चाहिँ कपडा हुन्छ। यहाँ चाहिँ तँलाई चाहिँ यो टी सर्ट पनि राम्रो लाग्यो, यो नै ठिकै छ। ओ नो गिर गया। यो वाला मैले लिएँ गाइस, तर यहाँ चाहिँ राम्रो देखेको छैन, तर पनि ठिकै छ। यो वाला टी सर्ट चाहिँ एउटा लिएँ मैले। उतातिर मैले वान पिस यस्तो राम्रो देखेँ तर मैले लिएन। यो पनि राम्रो लागेको थियो तर मैले वाट टिस्टरहरू चाहिँ एकदम छिटो फोकर हुन्छ क्या मेरो, त्यही भएर मैले लिएन। कुर्ताहरू हुन्छ 599मा पाउँछ। यहाँ चाहिँ यतातिर यस्तो कुर्ताहरू यसो त लाउँदैन तर यसको 399 रहेछ। के हो म त आँखा घुमेँ, धेरै भएर हो क्या। यसको त छैन, यसको पनि 399 रहेछ। ओ यो पनि राम्रो रहेछ त होइन, यो चाहिँ कति 199मा रहेछ त। यो चाहिँ के हो? वाइ नट गाइज। ओ अच्छा, यो टी सर्ट रहेछ 299 को टी सर्ट रहेछ गाइज। यो पनि राम्रो छ। यो कुर्ती जस्तो टाइपमा रहेछ क्या, तर म लिँदिनँ। 399। यतातिर चाहिँ यस्तो छ गाइज। यो वाला वाइटमा नि राम्रो रहेछ। यसको प्राइस चाहिँ यहाँ 299 छ गाइज। यो त राम्रो लागेन किनभने अरू यस्तोमा मुजा परेको, त्यही भएर मलाई राम्रो लागेन। यो जस्ट सिम्पल वाउ, मलाई चाहिँ सुहाउँदैन। कालो छ नि त म, यो वाला सुहाउँदैन मलाई। यति धेरै कुर्ताहरू किनिसक्नु। के अरे यो खोइ कहाँबाट लिएर आएको के यति धेरै कुर्ताहरू? यहाँबाट लगेको राम्रो जति त लगिसकेछ। अब यिनीहरू त राम्रो छैन। कति धेरै चाहिँ 3-4 त ल्याए त्यो बुढी बाउले त। मलाई चाहिँ खासै राम्रो लागेन गाइज। त्यो दिदीले लगिसकेछ राम्रो जति कुर्ताहरू। लाउँदैन यस्तो, कसले लाउँछ त? त्यतिखेर आँखा घुम्छ त आज। ओहो यहाँ चाहिँ यो कस्तो दामी रहेछ। त्यो दामी भन्दा पनि त्यस्तो दामी नै होइन, राम्रो भन्दा त्यस्तो राम्रो नै होइन, नराम्रो भन्दा त्यस्तो नराम्रो नै होइन। 699 रहेछ गाइज। यो पनि राम्रै छ।
ताहरूको लागि मात्रै हो रहेछ 5-6 चोटि आइसक्यो चप्पल कति छ र यसको 500 रुपियाँ चाहिँ यहाँ लिन लाउँदै हुनुहुन्छ यो चाहिँ बोइजहरूको यो चाहिँ सबै बोइजहरूको हो मेरो बुढोलाई यस्तो लाउनु न मन पर्दैन के गर्नु त अब यस्तो सिम्पलमा चाहिँ लाउँछ फेरि यो पनि राम्रो छ त हाफ बेस्ट अबि हो 99 लिगा एउटा ठिक्कको लिगा धेरै सानो नलिगा ठुलो हुन्छ हुँदैन होला उनलाई चाहिँ यो त किनिदिएको सेटमा रहेछ समाको समय छ बिजुलीले दाइले चाहिँ आज दह्रो सपिङ गर्ला जस्तो छ बुढाबुढी दिदीले पनि 4-5 सुडल उठाएर हिँडे दाइले पनि यहाँ हेर्दै हुनुहुन्छ सेट त दामी मिल्छ सानो बेबीहरूको लागि कपडाहरू छ यतातिर चाहिँ अब यो कति वर्षको लागि होला यत्रो सानो 80 रुपियाँ यो चाहिँ बच्चा राम्रो हो कि छोरी मान्छे हेर्नु न कति राम्रो हो यस्तो दामी छ नानीहरूको लागि त वाउ कति क्युट क्युट हो छोरी मान्छेहरूको लागि छोरा मान्छेहरूको लागि यस्तो चाहिँ आउँदैन फेरि यस्तो क्युट छ नि नानीहरूको लागि बाबुहरूको लागि चाहिँ यस्तो यस्तो फेरि महँगो रहेछ गाइस के भन्नु यिनीहरू चाहिँ सस्तोको रहेछ अलि तर के गर्नु फ्राई बिन चाहिँ लिनुपर्छ योहरू चाहिँ राम्रो रहेछ तर अफरमा रहेछ बच्चाहरूको खेलाउने कुरा कति धेरै हुन् फित्तावाला चप्पल यता पो रहेछ त फित्तावाला चप्पल बच्चाहरूको खेल्ने कुरा सब इन्डक्सनवाला हुन्छ कि दामी छ तर यो चाहिँ घाँटीमा उस गर्ने हो त ट्राभल गर्दाखेरि लङ ट्राभल गर्दाखेरि गरेर नेपाल जाने बेला किन्छु म चाहिँ अहिले चाहिँ किन्दिनँ पुरै बेडसिटहरू छ बेडसिटहरू कतिमा बाई 1 गेट 1 फ्री रे तर 1000 रुपियाँ छ 999 1000 रुपियाँ छ तर राम्रो पनि छ के गर्ने यस्तो छ सफ्ट छ तर के गर्नु $299 लिने यो कति हो साइज धेरै सानो नलिगा स्मल साइज थोरै नि त मिल्छ मिडियमको लिगा खै यो मिडियमको लिगा हुन्छ क्या तिमीलाई मिडियमको घरमा बान्ने गाई चाहिँ कस्तो दामी हुन्छ मलाई चाहिँ कस्तो मनपर्छ क्या यो पर्दाहरूमा बान्नको लागि लग्ने हो यस्तो प्लेटहरू गेट 1 गेट फ्री रहेछ फुट्छ क्या यस्तो चाहिँ दाहरू छ मैले चाहिँ योवाला टन्नाली के ठिक्क प्राइसको सस्तोको कुसनहरू चाहिँ यहाँ रहेछ कति रहेछ कुसनको 49 ओछ्याउनु चाहिँ यही रहेछ कि कति भन्दा रहेछ यहाँ 99 रहेछ भुइँ पुस्नु लिने हो 99 नलिने गाइस भुइँ पुस्ने मात्रै रहेछ सब हामी चाहिँ यो लक्ने भनेको गाइस बाई 1 गेट 1 फ्री रहेछ
149 प्लेटहरू डिनर सेटलाई कति भन्दा 69.9 के हो यस्तो मोमो खाने भाँडाहरू हो कि के हो यस्तो यस्तो लानु पर्यो बुढो बरु त्यो भन्दा यो अलिकति उस हुन्छ नि त 65 मात्रै बोर्डको लिएँ मैले चाहिँ बुढा र बुढीको लागि सुप खानाको लागि नेपालमा भएको मैले कति किन्थेँ होला यहाँबाट लानु गाह्रो हुन्छ फेरि यस्तो सिसाको भाँडाहरू किनेर हामीलाई त केही कामै छैन हेर्दा चाहिँ दामी हुन्छ फेरि गाइस यहाँ चाहिँ ड्रिङ्क टन्नै छ यहाँ फुलहरू यस्तो दामी छ अरू यो कति रहेछ यसको प्राइस 299 मा कोल्ड ड्रिङ्क यहाँ हामी चाहिँ माथि जानुपर्छ टिकट काट्नको लागि गाइस हामी माथि हिँड्दैछौँ यहाँ चाहिँ यस्तो छ पुरा तेलहरू के किन्ने त अनि गुलियो हुन्छ नि त बुढो सेस्टीमा किनौँ लाग्यो ओ बरु यस्तो किनौँ न किनौँ न बुढो सरी होइन कस्तोमा लिने यस्तोमा कति रहेछ बाई 1 गेट 1 फ्री रहेछ यो 110 रुपियाँमा ओहो यस्तो चाउछु सस कटाउने ठाउँ हो यति धेरै ठाउँ छ पैसा कटाउने गाइज यहाँ चाहिँ जुसहरू रहेछ जुसको कति छ 55 रे 99 रे 99 यो लिनुपर्छ क्या 99 रहेछ यसको गाइज तर बोकेर हिँड्न पनि मजा आउला छ यसको कति छ 85 रहेछ यसको चाहिँ तर यो सब आइसी हो नि गाइज नेपाली होइन यो लिनुपर्छ क्या एउटा 99 मा फेरि ठ्याचाका पनि नभएको रहेछ 59 मा रहेछ गाइज काजु चाहिँ यति धेरै छ लिने कि नलिने होला काजु धेरै रहेछ 1 केजीको रहेछ 59 के भने चाहिँ कस्तो धेरै रहेछ गाइस ब्रसहरू 65 मा रहेछ यो चाहिँ कस्तो नरम छ के कस्तो छ नरम हुनुपर्छ राम्रो हुन्छ अब चाहिँ हामी यहाँबाट जान लागेको गाइस टिकट सिकेट काटेर प्रिन्स चाहिँ यहाँ खेल्दैछ फेरि प्रिन्स क्यासा है हाल अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ राम राम अब चाहिँ हामी घर जान्छौँ दामी दामी रहेछ कि हेर्नु न यो जुत्ता मलाई तर यो पनि यस्तो दामी छ बाहिर निस्केको गाइस यो चाहिँ बाहिर हामी चाहिँ जान्छ नभत्र पकापन्त्री बुके उतातिर चाहिँ लास्टै हावाहुरी चलिरहेको छ गाइस तर चाहिँ यस्तो हावा छ्या जनताहरू अहिले त आलास उलिस भान सबजना गान्धी मार्केट घुमेर भयो के गर्ने लस्सी खायो चाहिँ हामी हिँड्यौँ गाइस लस्सी खाने ठाउँबाट हुन्छ गाइस प्याक हुन्छ यहाँ गान्धी मार्केटमा शर्माको गाइस दिदीले चाहिँ यो वाला घडी लिनुभयो यो कस्तो दामी छ होइन घडी कस्तोमा राम्रो घडीवाला सब
यहाँबाट निकालेर दिनुभएको थियो सबै त्यहाँ मलाई देखाएको चाहिँ त्योवाला मैले चाहिँ लिँदैन अर्को चाहिँ नेक्स्ट टाइम लिन्छु गाइस धेरै मान्छे हुन्छ गाइस सन्डेको दिनमा यो चाहिँ यो कोट सेट लिएको सन्डे चाहिँ यहाँ मान्छे प्याक भएर हिँड्नुहुन्छ के गर्नु हामी चाहिँ यहाँबाट हिँडेको गाइस कति कालो देखेको लेफ्ट साइड आइसक्यो त अनि खान त्यहाँभन्दा ज्यादा अब एकछिन सोचेर बसेँ यहाँ त्यहाँबाट मैले सोचेँ तिनवटा गुडले सक्नु नआउँछ अब चाहिँ हामी नरिवल पानी खाना लाग्छौँ गाइस तिम्रो लागि कतिवटा मगाएको छ र न कतिवटा अहिले कतिवटा खानु पऱ्यो 160 भनेपछि त कति कति पऱ्यो 160 रुपियाँ परेको प्लास्टिकमा डाल्दैन 60 रुपियाँ हो 60 रुपियाँ कतिलाई कति भने रे 160 भन्दा त कहाँ यो 70 80 रुपियाँ पऱ्यो दुईटा लिएको दुईटा 80 रुपियाँ उता त 50 60 हो त फ्रिजमा हालेर फ्रिजमा हाल्यो भनेर गाइस हम चाहिँ घरमा आइपुगेर पनि अहिले चाहिँ पुरा कपडाहरू चेन्ज गरेको छैन टिसर्टहरूलाई चाहिँ भए पनि अहिले चाहिँ फ्रेस भएर फ्रेस पनि भएको छैन अहिले चाहिँ यत्तिकै बसिराखेको घरमा आइपुग्यौँ हामी घरमा आइपुग्यौँ अनि आज चाहिँ बजार गएको होइन सन्डे चाहिँ यतातिर कस्तो हुन्छ भन्दाखेरि मान्छे छिर्ने पनि ठाउँ हुँदैन क्या यस्तो गरी हिँड्नुपर्छ यति धेरै प्याक हुन्छ हामी चाहिँ 6 जना गएको थियौँ अनि सानो त्यो दिदीहरूको बच्चा गरेर 6 7 8 जना गएको थियौँ गाइस हामी 8 जना गएको 8 जना आइपुग्यौँ गरेर सो यति नै हो यति हजुरलाई मेरो भिडियो राम्रो लाग्छ भने प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाइस ओके बाई बाई नेक्स्ट ब्लगमा भेटौँला